सानो नदी पारी जाने बेला पनि त बल त चाहियो नि त हामीसँग। यदि बल भएन भने त्यो नदीले के गरेर हामीलाई बगाइदिन्छ नि त। किनकि उसको त आफ्नो प्रभाव छ नि त, उसको त आफ्नो गति छ नि। चाहे त्यहाँ एउटा ठुलै मान्छे जाओस्, चाहे म यति धर्म गरेको मान्छे हुँ, म त पानीमाथि टेकेर जान सक्छु भन्ने जाओस्, या म यति पाप गरेको भन्ने मान्छे जाओस्, उसको त आफ्नो गति छ, आफ्नो प्रभाव छ। त्यस्तै जीवनको पनि आफ्नो गति छ, आफ्नै प्रभाव छ। कि जीवन केही प्राप्त गर्नको लागि मिलेको हो या जीवन स्वयंमा के हो त प्राप्ति हो। गाडीमा बसेको बेला म चलेको त छैन नि त, त्यहाँ गाडी ड्राइभरले चलाइरहेको छ, गाडी चलिरहेको छ नि त, म त चलेको छैन। अब गाडी यता जानला म त्यतै हल्लिने, उता जानला त्यतै हल्लिने, गाडी सँगसँगै म पनि दखुर्ने। अदृश्य रूपमा जीवनको जो प्रवाह छ, जीवनको जो फ्लो छ, त्यसमा हामीले त्यही गल्ती गरिरहेको। त्यही बेर सुकेको जस्तो देखिन्छ, त्यही खोला उजाड जस्तो देखिन्छ, फेरि बगिरहेको हुन्छ, हरियो भइरहेको हुन्छ। हो त्यो बाहिरको जो चाल छ त्यसले के गर्दैछ त हामीलाई, हामी प्राप्त स्वयंमा छैनौँ कि त, अधुरो छौँ भन्ने महसुस एउटा के गराइदिन्छ त। जस्तो एउटा पिस खायो, नुन लाग्यो, नुन त मैले हालेको थिएँ, नुन त लागेन एउटा पिसको तरकारीमा, फेरि अर्को पिस त कति डल्ला परेर रएको छ कि नुन, अर्को पिस त्यो छेउ कुनाबाट तान्न जान्छु नि त। म अरूलाई तब कोट्याउन जान्छु जब मलाई चाखेर हुँदैन। अब त्यो अहङ्कारले स्वयंतिर जानुपर्ने थियो। अनि त्यो बच्चालाई कसले पेटमा राख भनेको थियो, कसले ल्याऊ भने त्यो बच्चा आएर मलाई जन्म ल्याउ न, म धरतीमा आउँछु, तिम्रो कोखमा आउँछु, ल मलाई राख्दै तँले भनेको थिएन नि। आह्वान त हामीले गरेको हो नि, आह्वान हामीले गरेर उसलाई ओपन गराइदिउँ र पो त्यो कोखमा ऊ कर्म संस्कारले आयो। अनि उसलाई भोलि भाग्नु पर्ने, तँलाई मैले यो गर्लास् भनेर जन्माएको, मैले तँलाई ऊ गर्लास् भने हाम्रो भार बोक्ने यो दुनियाँमा कोही पनि छैन। त्यो आफैलाई जान्नु, आफैलाई चाख्नु, आफैलाई हेर्नु, त्यो म एकद्वारा नै सम्पूर्ण अनेक भएका हौँ भनेर परतिर होइन सोतिर फर्किनु नै जीवनको स्वधर्म हो। आराम हुनुहुन्छ? अनि हजुरको अहिले दिनचर्या चाहिँ कसरी सुरुवात गर्दै हुनुहुन्छ? दिनचर्या त नर्मल जस्तो हुनुपर्ने त्यस्तै नै छ। अनि हजुरसँगको संवादमा मैले केही विषयहरूलाई टिप्पणी लिएको छु। हजुरसँग के यो जीवन केही प्राप्ति हो त, के लाग्छ हजुरलाई? मतलब हजुर भन्न खोज्नु भएको कि जीवन केही प्राप्त गर्नको लागि मिलेको हो या स्वयंमा जीवन आफैमा प्राप्ति हो कि? हजुर होइन, के यो जीवन चाहिँ आफैमा चाहिँ स्वयं प्राप्ति हो त? सबैलाई समग्र समेट्ने बेलामा सायद मनुष्य जीवन स्वयंमा पूर्ण र स्वयंमा प्राप्ति जीवन हो। तर त्यो स्वयंमा पूर्ण, स्वयंमा प्राप्तिमा पनि हामीसँग प्रकृतिका स्वभाव गुणले हामीलाई प्रभाव पारिरहन्छ। किनकि यहाँ त चाल छ, गति छ, शक्ति छ। त्यो चाल, गति, शक्तिको वेगले चाहिँ हामीलाई प्रभाव पारिरहेको हुन्छ। त्यो प्रभाव पारिरहेको बेलामा हामीले आफूले आफ्नो प्राप्तिलाई, स्थिरतालाई, अटलतालाई, अकाट्य छ जो आफूभित्रको, त्यसलाई के गर्छौँ त बिर्सिन्छौँ, भुल्छौँ। त्यही चालमा हामी के गर्न थाल्छौँ त घुम्न थाल्छौँ, रिङ्न थाल्छौँ। त्यही चालले हामीलाई म यो हुँ कि, म यो हुँ कि, यो हो कि, मैले यो पाउनु पर्ने हो कि, मैले यो गर्नुपर्ने हो कि, म यस्तो हुनुपर्ने हो कि भनेर के गर्छौँ त त्यो जो प्राप्त थियो, स्वत प्राप्त थियो, त्यसलाई हामीले प्राप्त छैन जस्तो गरिदिएर बाँधिदिन्छौँ कि। जो स्वत प्राप्त थियो होइन, जसरी एउटा खोला बगिरहेको छ होइन, पहिला त पुल नहुने बेलामा खोला नदी तर्नु पर्यो होइन। अब साधारण सानो नदीकै कुरा गरौँ न, सानो नदी पारी जाने बेला पनि त बल त चाहियो नि त हामीसँग। यदि बल भएन भने त्यो नदीले के गरेर हामीलाई बगाइदिन्छ नि त। किनकि उसको त आफ्नो प्रभाव छ नि त, उसको त आफ्नो गति छ नि। चाहे त्यहाँ एउटा ठुलै मान्छे जाओस्, चाहे म यति धर्म गरेको मान्छे हुँ, म त पानीमाथि टेकेर जान सक्छु भन्ने जाओस्, या म यति पाप गरेको भन्ने मान्छे जाओस्, उसको त आफ्नो गति छ, आफ्नो प्रभाव छ। त्यस्तै जीवनको पनि आफ्नो गति छ, आफ्नै प्रभाव छ, आफ्नै शक्ति छ। तर त्यो गति, त्यो प्रभावमा जब हामी आफूलाई मोह मानेर छिर्न थाल्छौँ, त्यो मोह मान्नुको पछाडिको पनि कारण छ। त्यो जो हजुरले भन्नुभयो कि जीवन केही प्राप्त गर्नको लागि मिलेको हो या जीवन स्वयंमा के हो त प्राप्ति हो होइन। कति राम्रो क्वेसन हेर्नु है, जीवन स्वयंमा प्राप्ति हो नि त।
तर त्यो स्वयंमा प्राप्ति हो भने हामी सन्तोष हुनुपर्ने हो, सन्तुष्टि हुनुपर्ने हो। फेरि किन छैनौँ त हामी, किन छैनौँ त त्यो सन्तोष, त्यो सन्तुष्टि हामी किन छैनौँ त? फेरि यसले हुन्थ्यो कि त्यसले हुन्थ्यो कि यो गरे हुन्थ्यो कि त्यो गरे हुन्थ्यो भने त्यो उदाहरण त्यही नदीलाई दिएँ। नदी जो बगिरहेछ आफ्नै प्रभावमा बगिरहेछ। अब ठुलो नदी छ भने हामीले माध्यम बनाउँछौँ त्यो तर्नलाई, पुल बनाउँछौँ, ढुङ्गा बनाउँछौँ होइन। समुद्रमा ठुल्ठुलो जहाजहरू हुन्छ, त्यो एउटा माध्यम बनाउँछौँ नि त हामीले त्यो त्यहाँ खेल्नलाई, त्यो पारी जानलाई होइन, आवत जावत गर्नलाई। त्यो नदीको वेग कत्रो छ, त्यो नदीको फैलाव कत्रो छ, त्यो अनुसार। अब सामान्य नदी, सानोको नदी कुरा गरेर यदि पारी गइरहेछौँ हामी, पारी जाँदैछौँ भनेपछि त्यो पारी जाने बेलामा त नदी त आफ्नो तालले बगेर आइरहेछ। अब हामी यताबाट गइरहेछौँ, अब जस्तो याद गर्नुभयो कहिले 2-3 जना भयो भने हात समातेर जान्छौँ नि, किनकि त्यो एक्लै अर्कालाई पुस गर्छौँ क्या हामीले। अनि त्यो गर्दाखेरि त्यस्तै गरेर संसारका जति पनि वस्तु छन्, जति पनि पदार्थ छन् होइन, त्यो पदार्थ ऊर्जा निहित त केही पनि छैन, सबैमा ऊर्जा छ, सबैमा गति छ। ती गति, ती ऊर्जाले के गर्छन् त हामीलाई पर पारिरहेछन्, छाल हानिरहेछन् क्या। अनि त्यो छाल हान्ने बेला जो प्राप्ति थियो त्यो हामी डोक मगाउन थाल्छौँ कि, तर त्यो नभएर के भएर आउँछ त, त्यो जो गति पो चलिरहेको हो नि, म चलेको त होइन नि त। जस्तो पिङमा गएर पिङ मजाले घुमिरहेको हुन्छ होइन, त्यो पिङ तल सिटमा बस्यो हामी, त्यो सिटमा बसेर त्यो पिङ त स्वयंमा घुमिरहेछ नि त, म घुमेको त होइन नि त। त्यहाँ गाडीमा बसेको बेला म चलेको त छैन नि त, त्यहाँ गाडी ड्राइभरले चलाइरहेको छ, गाडी चलिरहेको छ नि त, म त चलेको छैन। अब गाडी यता जानलाई म त्यतै हल्लिने, उता जानलाई त्यतै हल्लिने, गाडी सँगसँगै म पनि दखुर्ने। अदृश्य रूपमा जीवनको जो प्रवाह छ, जीवनको जो फ्लो छ, त्यसमा हामीले त्यही गल्ती गरिरहेको, दौडिने भाग्ने उसको छाल सँगसँगै के, मतलब जे उसको प्रभाव आयो त्यो प्रभावसँग यता दकुर्दिने, उता दकुर्दिने, हल्लिदिने। त्यही भएर भित्र जति अटलता छ बाहिर त्यत्तिकै चालले धानेको छ, स्थिर जति छ त्यत्तिकै गति पनि छ। यदि गति मात्रै हुन्थ्यो भने स्थिर हुन्थेन भने विनाश हुन्थ्यो, र यदि स्थिर मात्रै हुन्थ्यो गति हुन्थेन भने लय प्रलयको केही खेलै थिएन। त त्यो दुवै चिज हामीभित्र छ, हामीभित्र एउटा अकाट्य अटल छ जस्तो हेरौँ होइन। जहाँ जे गरेर आए पनि नितान्त तपाईँ आफूमा एक्लो हुनुहुन्छ नि त। जहाँ जानुहोस्, जुन भूमिका निभाउनुहोस्, जे रोलमा जानुहोस्, जे पद होस् तपाईँको, जे काम गर्नुहोस् दिउँसोभरि, जहाँ गएर आउनुहोस्, म जेसुकै लगाउँ, जे खाउँ, जस्तो सुकै हौँ कि त्यो त चाल भयो, गति भयो, प्रभाव भयो होइन। त्यसको सेम भित्र अहिले एकछिन हजुर म बोल्यौँ, अहिले एकछिनपछि अहिले पनि म एक्लै छु, हजुर नै एक्लै हुनुहुन्छ, तर हामी बोलिरहेको छौँ। तर एकछिनपछि एकान्तमा लगाएर आफूले हेर्दा म एक्लै थिएँ नि त। त्यो वास्तविक एक्लो पनि यहाँ पनि थियो। हामी अहिले बोल्दा पनि हामी एक्लै एक्लै छौँ, हामी अलगै छौँ। त्यो अलग, एक र अनेक, गति र चाल, स्थिर र अस्थिर, त्यो जो प्राप्ति छ त्यो के भयो त अकाट्य भयो, जो स्वत स्वभाव र आफैभित्रको के भयो त एउटा प्राप्ति भयो। जसरी म यहाँ बसिरहेको छु, यो के भयो त, यो बसिरहेको यो प्राप्ति भयो। अब यो बोलेर हामी प्रतिक्रिया गरिरहेको छौँ, यो के भयो त, के प्राप्त गर्ने हो त, के पाइन्छ त, के हुन्छ त, प्रभाव भयो कि त्यसको। हो त्यो प्रभाव जो छ, त्यो प्रभावले पारेको जीवनमा जति पनि प्रभाव पार्छ, त्यो प्रकृतिका 3 गुण भए होइन, तमस, रजस, सत्व। तमसमा पूर्ण अन्धकार स्थिरता, रजसमा चाल गति, र सत्वमा एउटा प्रकाश। त्यो गतिले त हामीलाई प्रभाव पारिरहेको छ। एकै वर्षलाई हेऱ्यो भने कति ऋतु आउँछ जान्छ, त्यही बेर सुकेको जस्तो देखिन्छ, त्यही खोला उजाड जस्तो देखिन्छ, फेरि बगिरहेको हुन्छ, हरियो भइरहेको हुन्छ। हो त्यो बाहिरको जो चाल छ त्यसले के गर्दैछ त हामीलाई, हामी प्राप्त स्वयंमा छैनौँ कि त, अधुरो छौँ भन्ने महसुस एउटा के गराइदिन्छ। त्यही रोकेर आफूभित्रको अनुभूति गर्न सक्यो भने, अलरेडी छ तर रोकेन हेर्न सक्यो भने त्यो के भयो त, स्वयंमा प्राप्त छ। जसरी त्यो पिङमा बसिसकेपछि आनन्दले त्यो घुमिरहेको छ, हामी मस्तै खेल्न सक्छौँ। जसरी गाडीमा मजाले बस्छौँ, गाडी चलिरहेको छ, हाम्रो हातमा केही छ त छैन, त्यो स्थिति के गर्न सक्छौँ, त्यो प्राप्तिको स्थितिमा हामी के गर्छौँ त, रहन सक्छौँ। जीवन स्वयंमै प्राप्ति हो। अनि कस्तो हुन्छ भने हामीहरू अथवा कोही पनि अब व्यक्तित्वहरू
ईश्वर प्राप्तिको लागि मन्दिरमा जान्छौँ, हामी ईश्वर प्राप्त हुन्छ भनेर कहीँ पनि एउटा ढुङ्गालाई स्थापना जहाँ गरिएको हुन्छ ढुङ्गालाई पनि हामीले ईश्वर प्राप्ति भनेर मान्छौँ। के यो ईश्वर प्राप्तको लागि चाहिँ यो घरै छोड्न पर्छ भन्ने एउटा सिद्धान्त होइन, सिद्धान्त मतलब यहाँ आत्मामा छ नि त, त्यो गर्न जरुरी छ त। छोड्नु केही पनि कुरो छैन, कहीँ पनि छोड्नु कुरो छैन, छुट्नु कुरो छ। छोड्नु केही पनि छैन, छुट्नु छ। तर छुट्नलाई को धारा त? समाज कहाँ छ त? मैसँग छ नि त। परिवार कहाँ छ? मैसँग छ। हेर्नु न, मेरो आँखा, मेरो नाक, मेरो मुख, मेरो दिदी, मेरो दाई, मेरो बहिनी, मेरो छोराछोरी, म र समाज। जड कहाँ छ त? म हो नि त जड त। उठ्नु छ मबाट, छुट्नु छैन। अझ छुट्नु पनि हामी स्वयंले चाहेर स्वयंले चाहेर म छोड्छु भनेर छोडेको त कसरी छुट्यो त? त्यो छुट्दै छुटेन नि त। उठ्नु पर्यो। अब म यहाँदेखि यो कुर्सीदेखि उठेँ भने यो कुर्सी छुट्यो कि नै? छुट्यो नि त। अब यो कोठादेखि म बाहिर गएँ भने यो कोठा छुट्यो कि नै त? छुट्यो नि। जब म उड्छु तब म स्वत रूपमा छुट्छु। हामी भित्रदेखि मानसिकताले आफ्नो स्वभावमा उठेकै छैनौँ, अनि समाजले गर्दा बाँध्यो, अर्कोले गर्दा बाँध्यो, अर्कोले गर्दा बाँध्यो भन्ने हामीलाई एकदम त्यो भ्रम मात्रै भएको हुन्छ। यदि अरू कोही हामीसँग हुन्थ्यो भने हामी एक्लै निदाउन सक्थेनौँ, एक्लै दिशा पिसाब गर्न सक्थेनौँ, एक्लै मर्न सक्थेनौँ। मर्दा कोही जाँदैन, शुद्ध हामीसँग कोही सँगै निदाउँदैन। ल अब सँगै निदा लाग्यो, दुईजनाले निदाउन ल, त्यसको प्रिय व्यक्तिसँग साथमा बस्यो, ल अब हामी दुईजना सँगै निदाउन त लाग्छ त। को अगाडि निदायो त्यो निदाएकै थाहा हुँदैन, को निदायो निदायो भनेपछि त यहाँ नितान्त रूपमा एक्लोबाट नै त्यो सत्यमा उपलब्ध हुन सकिने। र हामीलाई शरीरले छोडेर होइन, धारणाले, हामीले बनाएका मान्यताले हामीले यो छ कि त्यो छ कि, यसले गर्दा हो कि बाँधेको, उसले गर्दा भने अब रहेको कुरा कि घर परिवार छोडेर हामी बाहिर गएर भाग्नु पर्ने त? भित्र जान नसकेपछि बाहिर धक्का दिन्छौँ हामी। जस्तो बाटोमा भिडमा हिँडिरहेको बेलामा, त्यो भिडमा हिँड्दै गर्ने बेलामा मैले आफ्नो बाटो बनाउन सकिनँ, बेस गरी ठेलाठेल भयो कि भनेपछि म के गर्छु त? गर्छु के अरे, अब अलिकति धक्का दिन्छु, छोड्नुहोस् न भन्छु कि भएको त्यो ठोक्केको। तर मैले आफ्नो स्पेस बनाएर सुई सुई हिँड्न सक्छु भने। तर सिधै बाटो पन्छाउनको लागि त के गर्नु पर्यो? मौन, एकान्त, एक्लोपन। दिनमा एकपल कहिले आफूसँग संगत गर्छौँ त? मुख धोएर क्रिम पाउडर गर्दा पनि, कपडा लगाउँदा पनि अरू कसैले हेरिदिन्छ कि हामीलाई? अरू कसैले राम्रो मानिदिन्छ कि भनेर म यतिकै हिँडिदिन्छु। ल मैले आफूलाई सुन्दर देखेँ भएन, तर पुग्दैन त्यतिले। ओहो कोहीले हेर्दैन, मलाई कोहीले सुन्दर भन्दैन, आज म राम्रो देखेर हुन्छु क्या, कसैले हेरेर हामीलाई त्यो अरूले हेरिदिएको भए, अरूले गरिदिएको भए, अरूद्वारा भइदिएको भए भन्ने त्यो धारणा के छ त? त्यो मैभित्र छ सबै कुरो। कोहीले बाँधेकै छैन, कोहीले केही गरेको छैन। त दिनमा एकचोटि अरू केही नगर्ने, दिनमा एकचोटि आफूलाई सबैदेखि, म कसैको आमा हुँ, म कसैको छोरी हुँ, म कसैको बुहारी हुँ, म कसैको श्रीमती हुँ, त्यो त सबै मैले निभाएको भूमिका हो नि त। म को हुँ त? दिनमा 15 मिनट 20 मिनट नितान्त आफूलाई एकान्तमा लगेर अभ्यास त गर्नु पर्यो। म त एक्लै छु त एक्लै, म छैन केही पनि। जो भूमिका निभाइरहेको छु त्यो भूमिका म कहीँ पनि छैन, तर निभाइरहेको छु नि मैले। तर त्यो निभाइरहेकोसँग म के भयो, यति लिप्त भइदिएँ कि त्यो निभाएको भूमिका म भइदिएँ कि। म आमा भएर कराइरहेको, म श्रीमती भएर कराइरहेको हो नि त, म श्रीमान भएर कराइरहेको, म सासू भएर कराइरहेको, म बुहारी भएर कराइरहेको हो नि त। त्यो भूमिकासँग लिप्त भएर म कराइरहेको, त्यो भूमिकाले मलाई रिस उठाएको, भूमिकाले मलाई त्यो व्यवहार गराएको हो नि त। म त कोही पनि होइन नि त, नत्र पछाडि आएर हेर्नेमा त म कोही पनि होइन। निदाउँदा म कोही हुँ त? म निदाउँदाखेरि कोही हुन्छु त? म कहाँ गए पनि थाहा हुँदैन। भनेपछि त्यही मृत्यु, त्यही एक्लोपन आफैसँग पनि दिनमा एकछिन आफूलाई एक्लो राखेर, बिना आर्टिफिसियल के, बिना मेकअप रहित आफूलाई देख्ने, एकान्तमा राख्ने, केही नगर्ने, केही रड्नु पनि परेन, केही जप्नु पनि, केही पनि नगर्ने कि एकान्तमा आफूलाई मनन गरेर मन चलिरहेको हुन्छ। थुप्रुक्क बसाले 15, 20, 25 मिनट एउटा स्थानमा आफूलाई एकान्त राखेर एकछुरे हेरेर दिनमा बसिरहने, केही नगरेर के, केही पनि नगर्ने, कुनै भूमिका पनि नगर्ने। अब मन त बस्दा पनि खेलिरहेको हुन्छ, त्यो खेल्नेलाई पनि खेलिराख्न दिने। अब मनमा एउटा विचार, ओहो फलानु दिन यो भएको थियो है, अब हामी जोड्यौँ कि त्यसमा फेरि, ए यो भएको थियो, यसले यस्तो भनेको थियो है, यो गरेर भएको त्यो। एक्लै के गरिदिन्छ हामीले, अनेक बनाइदिन्छ एउटा कुरालाई 2 घन्टा हामी दिमागमा हामीले के गरिदिन्छ,
खेलाइदिउँ। आयो त्यसलाई हेर्ने, बसिराख्ने, बस्ने हेर्ने। दिनमा हामीले आफूलाई एक्लो बनाएर त्यो मृत्यु घटाएकै हुन्न कि, जो घटिरहेको हुन्छ तर त्यसलाई घट्न दिएकै हुन्न। त्यसलाई घट्न दिएको भए साँच्चै हामी नाङ्गो थियौँ, साँच्चै हामी एक्लो थियौँ, हामीलाई कसैले बाँधेकै थिएन, कहीँ जानै पर्ने थिएन। तर अहिले यो किन भयो त, तछार मछार जति बाहिर भिड बढेको, जति कोलाहल बसेको छ, बनिरहेको छ नि, त्यतिको परिवार पनि त्यस्तै भयो कि टाइमै छैन कि एकअर्कालाई जस्ताको तस्तै हेर्ने। एउटा बाहिर गएर आयो, एउटा भाग बोकेर आएको छ, उसले आफ्नो भूमिका निभाएर चिच्याउँछ। श्रीमती बाहिर गएर आयो, उसले आफ्नो भूमिकाले चिच्यायो। बच्चा आफ्नो भारी यता त्यो किताब बोकेर कति ठाउँ गएर पढेर आएको, उसले आफ्नो भारी चिच्यायो। सबै आफूसँग चिच्याउने बेला के भयो त, कोलाहल ठोकियो। अब ठोकिने बेलामा त, भिडमा ठोकिने बेला त अब धक्का त दिनै पऱ्यो नि। म शान्त भयो पो आफ्नो फ्लो बनाएर म यस्तोले हेर्नु न, बेस गरी कुदेर उताबाट गाडी आएको छ भने मान्छेहरू आफै साइड लाग्छ। अब लाला अब यसले हान्छ है भने ऊ रक्सिखाएर आएको छ है मान्छे, यसले के बोल्छ है साइड लाग्यो, ऊ हात्ती आएको छ साइड लाग्यो, बाघ आएको छ साइड लाग्यो। यदि त्यही इनर्जी आफूले आफूभित्र बनाएर दमदारका साथ हिँड्न सक्यो भने सब आफै साइड लाग्थ्यो। त्यो बाहिर लड्नुपर्ने कुरै होइन, भित्र प्राप्त गर्नुपर्ने कुरा हो जो। तर हामी के भइदिउँ त, भित्री आफूलाई देखेकै छैन त कहाँबाट शक्ति आउँछ। बाहिर त कमजोरी मात्रै हो, बाहिर त प्रश्न मात्रै हो, बाहिर समस्या मात्रै हो। उत्तर समाधान शक्ति त स्वयंभित्र हो। त स्वयंभित्र त स्वयंसित पल बिताएकै छैन, स्वयंसँग सानिध्य गरेकै छैन, सङ्गत गरेकै छैन त शक्ति कसरी एक हुन्छ? अनि कसरी हामी आफैमा जित्न सक्छौँ? जस्तो बिहान उठ्यो, म परिवारमै छ, आफ्नो काम भ्याएँ, म एकछिन आँखा बन्द गरेर आफैलाई निगरानी गरेर एक्लै राखेँ नि त। किन म एक्लै मर्छु, म एक्लै आएको एक्लै जान्छु कि, म एक्लै छु। तर त्यो एक्लै छु भने जाऊ तिमीहरू, मलाई कोही पनि चाहिएन, म एक्लै हो भने हिँड्नु मिल्यो त? मिलेन नि त। अब त्यस्तै खण्ड पर्यो कि आफूलाई एक्लै राख्दै उनीहरूलाई तेरो यो आदत ठिक लागेन, हामी त सराउन सक्दैनौँ, ओके उनीहरू जान्छ। आफ्नो गतिमा आफू बढिरहने। जो दौडेर मजाले चलाएर आएको गाडी छ, त्यो गाडी हामीलाई जो साइड लाग्छ नि लाग्छ, जो कुच्चे त्यो कुच्चिँदा पनि सजाय भोग्न सक्छु कि म, त्यो हिम्मत हुनु पऱ्यो। किनकि म गाडी चलाएर चाहिँ मलाई आनन्द छ आफ्नो गन्तव्यमा पुग्न। त्यो पुग्ने बेलामा त जो निस्केर बाहिर जान सक्दैनन्, मदेखि डराउँदैन, ऊ त कुच्चिन्छन् नि। तर मेरो यात्रा के गर्छु त, म रोकिन्न, म को हुँ, म के हुँ, म एक्लो छु। र मेरो मिठास जब मैले नै चाखेको छैन भने म परिवारलाई कसरी प्रेम दिन्छु? त्यो मेरो मिठास चाख्नलाई पनि त्यो हल्ला, त्यो आर्टिफिसियल सिँगारबाट आफूलाई नाङ्गो उदाङ्गो बनाएर जस्तो छु त्यस्तै दिनमा आफैसँग समय बिताउन थाल्यौँ भने जो हुनुपर्ने कुरा छ सो त हुन्छ, जो छुट्नुपर्ने छ सो त छुट्छन्। चिच्याउनु पर्दैन, कराउनु पर्दैन, हामीलाई लड्नु पर्दैन, प्रोसेसमा जान्छ सबै कुरा अनि आफै हुन्छ। तर त्यो गर्न नसकेर, आफूभित्र जान नसकेर बाहिर धक्का दिएको क्या हामीले। छड न त भने यता धकेल्यो, उता धकेलेर भोलि भाग्यो भने फेरि जहाँ पुग्ने आफै पुग्ने हो, जहाँ पनि फेरि आफै जोडिने हो। जब त्यो आफू टुक्रिँदै गइसकेपछि त्यो मैले त धक्का मात्रै दिएको रहेछु, यहाँ त कोही पनि रहेनछन् मलाई बाँध्ने, त्यति स्वतन्त्र रहेछु म त। हो त्यो निन्द्राले मलाई स्वतन्त्र बनायो। मलाई निन्द्रा लाग्यो म सुतेँ, मलाई भोक लाग्यो मैले खाएँ, अर्कोलाई भोक लागेको छैन म नखाएर बस्न सक्छु त। त्यो हाम्रो बन्धन थिएन, त्यो हाम्रो स्वतन्त्रता थियो। त्यही भित्रबाट आफूलाई जान्नुपर्ने थियो हामीले कि मलाई निन्द्रा एक्लै आउँछ, मलाई भोक एक्लै लाग्छ, मलाई प्यास एक्लै लाग्छ। वाह म त एक्लै छु, किन यसको गनगनले मलाई छोइरहेछ, किन यसको गालीले मलाई छोइरहेछ, केही पनि होइन, म एक्लै छु। त्यो दुइटै कुरा त्यहीँ देख्न सकिन्थ्यो, जहाँ बन्धन देख्न सकिन्थ्यो, मुक्ति पनि त्यहीँ भेटिन्थ्यो। यदि त्यो महसुस गर्न सक्यौँ भने हामीले कहीँ छोड्नुपर्ने, कहीँ भाग्नुपर्ने जरुरी छ। जो छुट्नुपर्छ तिनीहरू आफै छुट्छन्। हजुर यहाँसम्म आइपुग्दाखेरि पक्कै पनि सहज त भएन? सहज भएन, तर अरू कसैले गर्दा असहज भएको पनि रहेछ। सहज पनि भएन, तर अरू कसैले गर्दा असहज भएको चाहिँ रहेछ। किन अरू कोही छिर्न सक्ने, अरू कोही अट्न सक्ने भित्र ठाउँै रहेनछ। त्यो हामीले त्यो बुझ्दै नबुझेर पो लडिरहेको रहेछ अरूसँग। भित्र त अरू कोही अट्दैन, किनकि भित्र मै हटिन, भित्र त मै छिर्न सकिनँ। स्वभावलाई स्वत हुन दियो, त्यो स्वभावले गराइरहेछ, स्वत गरिरहेछ। कोहीलाई चुकिलो मनपर्छ, कोहीलाई बुलियो मनपर्छ, उसको स्वभावले गराइरहेछ नि। उसको प्रकृति छ, शरीरको प्रकृति छ नि, प्रकृतिको आफ्नो स्वभाव छ, उसलाई त्यो स्वभावले गराएर स्वभाव स्वत छ। स्वत हुन के छ त, सहजता छ भनेपछि त्यो लड्नुपर्ने त कोहीसँग रहँदै रहेनछ भने जब लडेर त्यो अप्ठ्यारो पुरा पार गरेँ है, मैले यति गरेँ, मैले यो गरेँ, मैले त्यस्तो गरेँ, कहाँ गरेँ मैले,
केलाई गरेँ मैले, गर्ने ठाउँ केही रहँदै रहेनछ। जब विश्राम मारेर बस्छौँ नि त्यसपछि थकाइ आफै जान्छ, केही नै रहेनछ, लड्नुपर्ने कोहीसँग नि रहेनछ। हजुरले जब यो प्राप्ति गर्नुभयो र आफूले यो प्राप्ति मतलब स्वयं आफूले आफूलाई जान्ने, अझै पनि जान्नेमै बाटोमै छौँ होइन, प्राप्तिको पूर्णता त अझै पनि पुगेको छैन। जसरी हजुरले जति सिकाइ भोगाइ गरिसक्नु भएको छ यहाँसम्म त आइसक्नु भएको छ, त्यसरी नै आफूले जानेको ज्ञानहरू अरूलाई प्राप्त गराउनको लागि प्रेरणा चाहिँ हजुरले कसरी दिनुहुन्छ? कति राम्रो कुरा सोध्नुभयो एकदमै। किनभने सबैलाई एउटै घामले न्यानो दिएको छ, सबैलाई एउटै जुनले न्यानो दिएको छ, सबैभित्र त्यही पञ्चतत्त्व त्यही पञ्चमहाभूतले सबैलाई चलाइरहेको छ, त्यही जन्म त्यही मृत्यु, हामी सबै एक होइन, तर अनुभूतिको आधारमा फरक छौँ। अब कति जीवनसँग रोइरहेको हुन्छ, कति जीवनसँग गनगन गरिरहेको हुन्छ होइन, त्यो देख्दाखेरि दुःख लाग्छ नि, किनकि हिजोको कुनै स्टेजमा म पनि त्यही थिएँ कि त्यो अरूकै रोको देख्दा, अरूकैले त्यो जीवनसँग गुनासो गरिरहेको देख्दा त्यो अरूकैले गरेको होइन मैले गरेको जस्तो हुन्छ। र खोला तरेर पारी गइसकेपछि म चिच्याएर भन्न सक्छु कि आउन मजाले, किनकि म पनि त्यही खोला तरेर आएको, आउन आऊ मजाले भन्न सक्छु, तर त्यो खोलाको बिचमा हुनेले त्यो सुन्दैन, यता हात फाल्छ उता हात फाल्छ, फालिरहेको हुन्छ। तर त्यहाँबाट बाहिर आउनलाई एउटा केही विधि चाहियो, माध्यम त चाहियो नि त होइन। त्यो माध्यम दिएर आफूलाई निकाल्नलाई यो आफूभित्रको आफै प्राप्ति गर्नु, आफूभित्रको आफै प्राप्ति गर्नको लागि एकदम पहिला त तटस्थ रोकिन सिक्ने, एकदम रोकिन नै सिक्ने हो। दुईजना हामी केही कुरा गरिरहेछौँ भने त्यो बोलेको बोलीलाई पनि सुन्नेले पनि सुन्नेमा जानु पऱ्यो कि हामी कहिले पनि त्यो गर्दैनौँ। किनकि पहिलो कुरा त हामी प्रश्न उठाउँदैनौँ, त्यहीँ चुकिहाल्छौँ हामी। आमाले यो भन्नुभयो मैले गरेँ, साथीले यो भन्यो मैले यो गरेँ, परिणाम कसले भोग्यो त? परिणाम त मैले भोगेँ नि त। यसले यो खा भन्यो मैले खाइदिएँ, कहाँ कसको भित्र गयो? मेरो भित्र गयो नि त। म किन खाँदैछु, किन गर्दैछु, त्यो सुरुमा हो क्वेसन, एकदम क्वेसन त जिज्ञासा त पहिला सुरुमा आफूसँग हुनै पऱ्यो। हामी जिन्दगीभरि जिज्ञासा गर्दैनौँ, निन्द्रा लाग्यो सुत्दै, भोक लाग्यो खाइदिएँ, ठिक छ कि भोक लाग्यो खाइदिएँ, निन्द्रा लाग्यो सुतेँ, जे गऱ्यौँ हामीले, त्यो स्वतः छ, त्यो स्वतः भयो। तर आफूलाई कोट्याउनु पऱ्यो, आफूलाई चिमट्नु पऱ्यो, किन गर्दैछु म? अब अल्झ्यो जीवन, कहाँ अल्झ्यो भने त्यो स्वतन्त्र भएको जीवन कहाँ अल्झ्यो त्यो माकुरीले जाल बुन्दै 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 गएर आफूलाई बिचमा पार्छ क्या। उसैले बुनेको हो नि त जाल, अरू कसैले बुनेर उसलाई बिचमा राखिदिएको त होइन, आफूले बुन्दै बुन्दै गरेर उसले आफूलाई बिचमा राख्यो। त्यस्तै गरेर हामी के भयो भने त दोस्रो 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 के सबै कुरा दोस्रो के। तिमी हो भन्ने कुरा पहिला हामीलाई कसैले पनि सिकाइदिएन कि, तिमी भनेर सिकायो त। हामीले पनि आफ्नो छोराछोरी यस्तो गर्नुहुन्न, खुट्टा सिधा गरेर बस्छ न, यस्तो खुर्कुटी हाल्नु किन बसेको, यसरी नबस्छ, छोरी मान्छेहरू खुट्टा खुर्कुटी हाल्नु बस्छन् होइन, मान्छे आएकोलाई यसरी सुस्तरी हिँड्नुपर्छ, किन यसरी हिँडेको, किन कपाल छोडेको, किन यो कपडा लगाएको, त्यो सबै कुरा सुन्दै गयौँ भन्दै गयौँ। त्यो के भयो त भित्र? अर्काले चलाउनु बेला हामी अर्काले चलाउने चिजै होइन, त्यो कुदेर चल्ने गाडीलाई धक्का दिएर तपाईँ कहाँसम्म पुर्याउन सक्नुहुन्छ? जब धक्का दिएर पुर्याउनु खोज्नुहुन्छ नि थाक्नुहुन्छ के, तर जब तपाईँ सिकेर ड्राइभरको सिटमा गएर मस्तले त्यो रिङ घमाउन सक्नुहुन्छ, 4 फन्का लगाउन सक्नुहुन्छ त्यो गाडीलाई, त्यो हिम्मत गरेर सिटमा जान सक्नु पऱ्यो, आफ्नो सिटमा जान सक्नु पऱ्यो। आफ्नो सिटमा गएर किन भन्दैछन् त यिनीहरूले मलाई यो सबै, त्यसको प्रभाव मलाई के परिरहेछ त, के भइरहेछ मलाई त्यसको प्रभाव? कोहीले बाँधेको पनि छैन, कोहीले बन्धन बनाएको पनि छैन, कोहीले दुःख दिएको पनि छैन, र कोहीले काहीँ पुर्याउनु पनि सक्दैन। त्यो बन्धन त्यो सबै बाँधेको जस्तो छ मैलाई भएको, त्यो मैले नै फुकाउनुपर्छ मेरो बाटो। त आफ्नो स्वभावलाई जान्न खोज्ने, आफ्नो मनलाई बुझ्न खोज्ने, म के गर्दैछु, किन गरिरहेको छु, यिनीहरूले यस्तो भनिरहेछन् त किन भनिरहेछन् त। तर फरक यति कि ए नानी आगोले पोल्छ नजाउँ है आगोको छेउमा, उज्यालो आगो खेल्नु, तर उसलाई किन चाहिँ पोल्छ भनेको त थाहा हुन्छ नि त, ऊ पुरै गएर आगोमा डुब्न नसक्ने छोएर त आउँछ नि, त्यो छुने हिम्मतै छैन हामीलाई। अर्काले अराइदियो मानिदियो, अर्काले खा भने खाइदियो, अर्काले सुत्यो भने सुत्दियो, अर्काले उठ्यो भने उठ्दियो, किन भन्यो त, कसरी भयो त? परिश्रम गरौँ न, विज्ञानले जसरी परिश्रम गरेर प्रमाणीकरण गर्छ त्यस्तै विज्ञान छ नि हामीसँग, त्यो आफ्नो विज्ञानलाई जानौँ न आफै,
त कसले बाँच्छ त्यसपछि? कोही बाँच्ने नै छैन। र स्वतः रूपमा स्वभावमा म हिँडेको व्यक्ति छु, म अर्कालाई ठेस लाउन जाँदिनँ। त सबै व्यक्ति आफ्नो स्वभावमा स्वतः हिँडेका छन् भने त सब आनन्दमा छन्, सब मस्तीमा छन्, कोहीले कोहीलाई ठेस पुर्याएकै छैन। म चिच्याइरहेको छु, म कराइरहेको छु, म रिसाइरहेको छु भने त उसलाई टोक्न जान्छु नि। म हाँसिरहेको छु भने तपाईँ उताबाट रिसाएर आए पनि मेरो छेउमा आएर हाँस्नै पर्छ कि। म हँसाइहाल्छु तपाईँलाई, म हाँसिरहेको छु भने कहिले रिसाउनुहुन्छ तपाईँ? त्यो स्वतः स्वभावमा हुने कुरो छ। त्यो स्वतः स्वभावमा हुन नदिएर जसलाई थुपारेको कुरालाई हामी मान्न थाल्छौँ, त्यसलाई हो भनेर हिँड्न थाल्छौँ, तब हाम्रो गाडी रोकिन्छ, हामी कुदाउन सक्दैनौँ, ठेल्छौँ, ठेलेर एकदिन थाक्छौँ। जान्ने आफू के गर्दैछु, किन गर्दैछु, एकदम अब्जर्भेसन गर्ने, आफ्नो हरेक कुरालाई अब्जर्भेसन गर्ने, हेर्न थाल्ने अनि हेर्दै जाने बेलामा त्यो गर्नेवाला स्वतः देखिन्छ। त्यही सबै आनन्द सुख सबै त्यही भेटिन्छ। जब आफूले आफूलाई चिन्यो तब सबै कुरा त्यही भित्र जस्तो तरकारी पकायौँ, तरकारी पकाउने बेलामा पुरै कडाईको तरकारी त चाख्दैनौँ नि, यति छिटा हाल्दा यसो चाखेर मन लाग्छ। त्यो छिटा हो। म मेरो छिटालाई चाख्छु, स्वतः सबलाई छोडिदिन्छु स्वतः रूपमा। मलाई चाख्दैन, म पकाउन जान्छु अरूलाई। जस्तो एउटा पिस खायो, नुन लाग्यो, नुन त मैले हालेको थिएँ, नुन त लागेन एउटा पिसको तरकारीमा, फेरि अर्को पिस त कति डल्ला परेर रहेको छ कि नुन, अर्को पिस त्यो छेउ कुनाबाट तान्न जान्छु नि त। म अरूलाई तब कोट्याउन जान्छु जब मलाई चाखेर हुँदैन। मलाई चाख्छु तब केही भन्दा नै छैन। यसरी आफूले आफूलाई चिन्न पाउनु, अब यसरी यहाँसम्म आफू यो स्तरसम्म आउनुमा आफ्नो परिवारभित्रको मोहलाई त्याग्नै पर्छ कि त्यहीभित्र आफूले जीवनशैली जिउन पाइन्छ? कस्तो राम्रो कुरा गर्नुभयो होइन। परिवारभित्रै जिउन सकिन्छ, यहाँबाट जस्तो कि तपाईँलाई त्यो मोहबाट त पार हुनुपर्छ भन्ने सन्दर्भ निस्किन्छ। मोहबाट पार हुनको लागि त त्यो मोह कहाँबाट आएको छ? बाहिर आएको त होइन नि त, आफैभित्र आएको नि त त्यो मोह। त मोह जब प्रेममा परिणत हुन्छ, प्रेममा ट्रान्सफर्म हुन्छ, तब हामीलाई केही चित्त पनि पार्दैन। सबै कुराको मूल सार भनेको प्रेम नै। जब प्रेम हुन्छ तब कोही बैरी, कोही दुश्मन, कोही धकाउनु पर्ने, कोहीलाई चाहिँ प्रेम भनेको हामी यस्तो सोच्छौँ कि कोही एउटा व्यक्तिलाई गर्नु होइन, त्यो व्यक्तिलाई प्रेम गर्नु, त्यसको छेउमा जानु हो, त्यो झलक हो एउटा। किनकि त्यो जो एउटा व्यक्तिलाई प्रेम गरेको छेउमा जाँदै हामीलाई कति आनन्द आउँछ नि त। त्यतिखेर हामी उसको न अपमुड देख्छौँ, न आफ्नो अपमुड देखाउँछौँ, र हामी सबै हुन्छौँ, उसलाई पनि सबै देख्छौँ नि त। यो वास्तविकता प्रेम चाहिँ के हो? होइन, मोह र प्रेमको कुरा सँगसँगै आयो नि त। किनकि मोहबाटै घृणा भयो, प्रेमबाट पनि घृणा भयो, किनकि हाम्रो प्रेम त्यति पूर्णता छैन, तब घृणा भयो। यदि हाम्रो प्रेम स्वभावमा हुन्थ्यो, स्वतः हुन्थ्यो भने त्यो पूर्ण प्रेम हो नि त। त्यो त हामीलाई स्वतन्त्र दिन्थ्यो नि। जब आफू स्वतन्त्र भएको त अर्कोलाई कसरी त्यो हावा कहीँ गएर छेकिन्छ त? सुई जता खाली छ त्यतै बगिदिन्छ, जता खाली छ त्यतै बगिदिन्छ। शरीरमा प्राण हेर्नु, जता अवरुद्ध ब्लकेज छैन ऊ त्यतै बगिदिन्छ। शरीरमा बगेको प्राणको जो एउटा फ्लो छ, गति छ, त्यो पनि प्रेम हो नि। तर हामीलाई के लाग्छ? कोही व्यक्तिलाई गरेको, त्यो व्यक्तिसँग उसलाई पक्र्दा उसलाई पाउनुपर्छ भनेर गरेको प्रेम हो। किनकि हामी के छौँ त? अज्ञानमा छौँ, अन्धकारमा छौँ, प्रकाशमा छैनौँ, मोहमा छौँ। हाम्रो लेभल के छ त? हाम्रो स्तरै त्यही अवस्थाको छ। तब हामी त्यो प्रेमको झलक पनि हामीलाई हुन्छ, पटक प्रेमको झलक हुन्छ हामीलाई। एकपटक होइन, पटक हुन्छ। एकै ठाउँमा हुन्छ त प्रेम? 10 वर्ष अगाडि कहीँ कोही मन परेको थियो, 5 वर्षपछि फेरि कोही अर्को मनपर्छ, फेरि पछि अर्को मनपर्छ। तर उसलाई गर्दा पनि उही भाव आएको थियो, उसलाई गर्दा पनि उही भाव आउँछ, उसलाई गर्दा पनि उही भाव आउँछ। तर हामी त्यो कुरालाई सोध्दैनौँ कि मैले उसलाई गर्दा पनि उही भावले गरेको थिएँ, यसलाई गर्दा पनि यही भावले, उसलाई पनि यही भावले गरेको छु भने म त स्वभाव रहेछ नि त प्रेम त। त्यो प्रेम त स्वभाव रहेछ नि त मेरो। त्योतिर हामी जाँदैन। अनि त्यो स्वभाव प्रेममा परिणत नभएको कारणले हामीलाई के हुन्छ त? मोह हुन्छ। मोह केलाई हुन्छ त? जब म केही कुरा आफूलाई लगेर पुरै तपाईँको काखमा फालिदिन्छु कि कति बेर बोक्न सक्नुहुन्छ तपाईँ मलाई? अट्याचमेन्ट हो नि त त्यो त। कति जेल बोक्न सक्नुहुन्छ तपाईँ मलाई? एउटा आमाले त आफ्नो बच्चालाई बोकेर डुलाइराख्न सक्दैन, एकछिन थाक्छ, ल हिँड न त भन्छ भने दोस्रो व्यक्तिलाई हामी लगेर पुरै झोकिदिन्छौँ। यतिकै प्रेमको मात्र कुरा छैन, सन्तान बनायो, मलाई बुढेसकालमा यसरी पाल्ला,
मलाई यसरी हेर्ला, तँलाई मैले यस्तो गर्लास् भनेर जन्माएको, तैँले यस्तो गरिस्। हेर्नु त, सन्तानलाई नि प्रेम गर्न आउँदैन। अनि तँलाई मैले कसरी हुर्काएको, 10 महिना तँलाई मैले पेटमा कसरी राखेको, कसरी राख भनेको थियो। त्यो एउटै आमालाई पनि स्वार्थ हुन्छ कि त्यो बच्चाले मलाई चाहिँ अहंकारको मेरो सहारा यो हुन्छ अहंकार। त्यो अहंकार किन भयो त? अहमदेखि स्वयंसम्म, अहमदेखि स्वयंसम्म, त्यही भएर स्वयं हो। त्यो स्वयंसम्म जाने यात्रा थियो कि अहंकारदेखि। अब त्यो अहंकारले स्वयंतिर जानुपर्ने थियो। अनि त्यो बच्चालाई कसले पेटमा राख भनेको थियो, कसले ल्याऊ भने त्यो बच्चा आएर मलाई जन्म ल्याउ न, म धरतीमा आउँछु, तिम्रो कोखमा आउँछु, ल मलाई राख्दै तैँले भनेको थिएन नि। आह्वान त हामीले गरेको नि। आह्वान हामीले गरेर उसलाई ओपन गराइदिउँ र पो त्यो कोखमा ऊ कर्म संस्कारले आयो। अनि उसलाई भोलि भाग्नु पर्ने, तँलाई मैले यो गर्लास् भनेर जन्माएको, मैले तँलाई ऊ गर्लास् भने हाम्रो भार बोक्ने यो दुनियाँमा कोही पनि छैन। हाम्रो भार बोक्ने कोही पनि छैन, हाम्रो जिम्मेदारी लग्ने कोही पनि छैन। बुढेसकाल लागेर म ढलुलाई छेउमा ल्याएर मेरो छोराछोरी पानी देला, तर भित्र हालेर भित्र त्यो पानीलाई लगेर बाँडफाँड गराएर पानीलाई बाहिर पिसाब बनाएर निकालिदिनु कसले सक्छ? भइरहेको कुरा छ नि स्वभाव। त्यो स्वभावमा हुन दिएको भए हामीलाई मोह आउँदै आउँथेन। मैले आनन्दले त्यो सन्तानलाई जन्माएको भयो। र त्यसको लागि तपाईँलाई सुन भने आफैलाई कोट्याउनु पऱ्यो, आफैलाई चिमड्नु पऱ्यो। र जस्तो म हुँ त्यस्तै अर्को, जस्तो मलाई हुन्छ त्यस्तै अर्कोलाई हुन्छ। त सब स्वतन्त्र छन् होइन। प्रेम पनि हामी व्यक्तिलाई पहिला गऱ्यौँ भने कसरी गर्छौँ कि त्यसले मलाई चाहिराख्नुपर्छ कि, त्यसले मलाई चाहिराख्नुपर्छ, त्यसले मलाई फोन गरिराख्नुपर्छ, त्यसले मलाई सोधिराख्नुपर्छ खाना खायो कि नै, के गरेछौ भनेर। मैले चाहिँ जेसुकै गरौँ कि त्यसले चाहिँ मलाई गरिराख्नुपर्छ। हेर्नु त, जब मैले त्यसले गरिदियो भने हुन्थ्यो भन्ने लाग्छ नि, उसले पनि त त्यसले गरिदियो भन्ने लाग्न सक्छ नि। मैले गरिदिउँ न, मैले दिदिउँ न। जब मेरो प्रेम दान बन्छ, उसको प्रेम पनि दान हुन्छ। जब 2 दान एक ठाउँमा आउँछ के हुन्छ हेर्नु त, त्यो आनन्द त के भयो त? त्यो पकड जब हामीले गरेर, त्यो पकड गरेर, किनकि पहिला आफूलाई पकडाएछौँ कि हामीले, आफै नै खुलेको छ। म यो हात यसो गरेको छु, मैले यति स्पेस लगेको छु, यो हातलाई मैले यसरी फुकाउँछु, मैले यति स्पेस लगाउँछु, तपाईँ अब यहाँ उभिन सक्नुहुन्छ त? सक्नुहुन्छ यहाँ उभिन? मैले हात यसो गर्दा तपाईँ उभिन सक्नुभयो, तर जब मैले हातलाई फुकाएँ तपाईँ उभिन सक्नुहुन्छ। अब तपाईँ चोट लाग्छ भने पर जानुहुन्छ। मेरो स्पेस म बनाउने बित्तिकै तपाईँ आफ्नो स्पेसमा आइहाल्नुहुन्छ कि। आफ्नो स्पेस बनाउने बित्तिकै मोह के हुन्छ त? आफै पर जान्छ। त्यही भएर प्रेम के हो त? उडान हो। प्रेम के हो त? खुल्लापन हो। प्रेम के हो? शिकार हो। प्रेम समर्पण हो। सब भन्छाइदिन्छ क्या प्रेमले, उड्न सिकाइदिन्छ। तर जो उडेको हुन्छ त्यसले कसरी अरूलाई पक्र्न सक्छ? त्यो पहिला आफैलाई जान्न, आफैसँग सक्यो क्या, सबै कुरा आफैसँग छ। आफैलाई जान्न, आफैलाई छुन, आफैलाई चाख्न सक्यो भने, जब मैले आफूलाई यति जान्छु, यति उडानमा लगाउँछु, म अर्कोको भारी थोडी बोक्न सक्छु। जब मलाई उड्न मजा आइसक्यो भने म अर्का काममा गएर थोडी बस्छु, बस्दिनँ। चाहे छोराको होस्, चाहे छोरीको होस्, चाहे प्रेमीको होस्, म कसैको काँधमा बस्दिनँ, किनकि मलाई आफू उड्न मजा आइसक्यो। म बस्दिनँ। त्यो आफ्नो उडान, आफ्नो चाखाइ आफैलाई बुझ्नतिर, आफैतिर फर्किन थाल्यो भने, जब ऊ त्यहाँ पुगेको छु म आफूतिर फर्किन थालेँ भने दोस्रो कहाँ कसरी आउँछ मतिर? अब जति झगडा गरेर म कराएर तपाईँसँग कराएर आयो नि त, तर म मैसँग कराएर आयो त्यो रिस त। म आफूतिर फर्केर त्यो रिसलाई हेर्न थाल्यो भने म तपाईँसँग बोल्न बन्द गरिहाल्छु कि, सुत गइहाल्छ। मोह पनि त्यस्तै हो। अनि त्यही भएर त्यो मोह भनेको मेरै के हो त? अधुरोपन, मेरै अपूर्णता हो। जब मेरो अधुरोपन भरिँदै फैलिँदै जान्छ, म भित्र म स्वयंको पूर्णता आउँदै जान्छ, मोह स्वत रूपमा आउँदै जान्छ। आफै कस्तो राम्रो भाव। सबै कुरा आफैबाट उब्जनी भयो, आफैबाट अन्त हुन्छ। त्यो आफै सबैमा देखिएको छ, त्यो आफै सबैमा समेटिएको छ। दोस्रो कोही पनि छैन, कोही पनि छैन दोस्रो। प्रेम खोज्नु कहीँ जानु पर्दैन, आफूभित्रै छ। प्रेमै जोगत छ। मैले भने नि, शरीरमा दौडिरहेको जो प्राण छ, हेर्नु न, आँखाले देख्नु नसक्ने सूक्ष्म नारीहरू छन् शरीरमा। यो 2टा आँखा कहिले लडेको देख्नु भएको छ? दाहिने आँखाले म एउटा चिज हेर्छु, देब्रे आँखाले म एउटा भनेको छ कहिले? जीवनमा कतिवटा टेस्ट छन्, ती टेस्टहरू कहिले लडेको छन्? म त आज तितो मात्रै हुने हो, म त आज गुलियो मात्रै हुने भनेको छ त जीवले कहिले? ती सबै टेस्टहरू एक ठाउँमा खिलेर भित्र गएको छन्। 2टा आँखाले एउटै चिज देखेको छन्। शरीरमा दौडिरहेका प्राणहरू, त्यो नस नाडीमा हिँडिरहेका सबै हेर्नु न, ऊर्जाहरू कहिले ठोकेर एकअर्कासँग एक्सिडेन्ट भएका छन् त। यो पनि त प्रेम हो नि। त्यो प्रेममा जब म उपस्थित हुन्छु, म केवल उपस्थित हुन सक्छु प्रेममा। म जताउन पक्र्न सक्दिनँ।
जब म प्रेममा उपस्थित हुन्छु तब त्यो वरिपरि मेरो प्रेममय अटोमेटिकली बन्छ। जब वरिपरि अटोमेटिकली प्रेममय वातावरण बन्छ, कसरी कोहीले कसैलाई बिजाउन सक्छ? त्यो आफ्नो अधुरोपन, त्यो आफ्नो कमजोरी लगेर अर्कालाई थुपारेको जो हामी प्रेम भनिरहेछौँ नि हामीले, त गर्दैन त, त मलाई दे न त। हाल्ने ठाउँै छैन तिमीसँग, कसरी दिन्छ अर्कोले? खाली हो न। खाली हुन बित्तिकै त्यो मिठास तिमीलाई स्वयं आइहाल्छ त फेरि अरूसँग किन माग्नुपर्छ? माग्नै पर्दैन। त्यो आफैलाई रित्याउने, आफैलाई खन्याउने, आफैलाई पोखिने भने नि दिनमा के पल के आफ्नो लागि छुट्याउने कि जसरी बिहान उठेर मुख धोयौँ, सफा सुग्घर भयौँ, कपडा फेर्छौँ, अलिअलि कपडा सफा पोर्छौँ, बाहिरी आवरण त सजाइ हो त, त्यस्तै गरेर भित्री पनि रोक्यौँ न। हेर्नु सुन्दर हुनलाई कति कुरा गरेको छ। सुन्दरता जति कन्फिडेन्टमा सुन्दरता आउँछ नि, कन्फिडेन्समा सुन्दर आउँछ नि आफू, त्यति कुनै सजावटले आउँदैन नि। यता केही मेकअप गऱ्यो, यता केही मेकअप गऱ्यो, तर कन्फिडेन्ट नभए मान्छे त खोइ के कपडा बिग्रेको छ कि केही भएको छ, गाजर बिग्रेको छ, कपडा बिग्रेको छ कि, त्यति सजेर गएको छ घरबाट, तर त्यो प्रोग्राममा पुग्नुभन्दा अगाडि टोइलेट गएर ऐना हेर्ने हो कि कोहीलाई हेर्ने हेर्ने मेरो कपाल बिग्रेछ कि सोध्ने हो कि भने। सुन्दरता भनेको के हो त? साहस हो। सुन्दरता भनेको कन्फिडेन्स हो। सुन्दरता सजावट होइन। त्यो सुन्दरता खोज्नलाई जो हामीले आफूलाई सजाएको छ नि बाहिर, त्यस्तै गएर आफूलाई जब एकान्तमा एक्लो बनाएर छोड्न थाल्छौँ, साहस आउन थाल्छ। जब साहस आउन थाल्छ, त्यो साहसले सुन्दरता अटोमेटिक ल्याउँछ। कसैलाई सोध्नै पर्दैन, हेर न म सुन्दर छु कि नै, बस म छु त्यही काफी छ। त्यो खोज्न जाने कुरै होइन। हामीले यतिको समयसम्म हजुरको यति मिठा मिठा कुराकानीसँग बस्यौँ। अब हजुरले अन्त्यमा चाहिँ कस्तो खालको प्रसङ्गहरूलाई, अब हाम्रो यो प्रसङ्गलाई जोडेर अन्तमा कस्तो खालको भनाइहरू राख्न चाहनुहुन्छ? अन्तिममा जस्तो म 2 पाइला हिँडे पनि मेरो एउटा पैतालादेखि सुरु हुन्छ, म 1000 पाइला हिँडे पनि एउटै पैतालादेखि सुरु हुन्छ। फेरि टुङ्ग्याएर त्यो पाइलालाई बस्नु पर्दा पनि म आफ्नै खुट्टालाई सिमटेर बस्छु। त्यो आफैलाई जान्नु, आफैलाई चाख्नु, आफैलाई हेर्नु, त्यो म एकद्वारा नै सम्पूर्ण अनेक भएका हौँ भनेर परतिर होइन सोतिर फर्किनु नै जीवनको स्वधर्म हो, प्रेम हो, स्वभाव हो, स्वत हो, समर्पण हो। त्यही भन्छु। हस् त, धन्यवाद हजुरलाई पनि यो पोखिने मौका दिनुभयो। हजुरलाई पनि धेरै धेरै धन्यवाद। यहाँसम्म आएर यति राम्रो प्रसङ्गको सवाल जवाफ जुन गऱ्यौँ, ज्ञानको एउटा ज्ञान लिए जस्तो भयो हजुरबाट। धेरै धेरै धन्यवाद।